हेलो फ्रेन्ड, वेलकम टु माई न्यू मिनी ब्लग। हामीहरू हिँडेका थियौँ शिलङ घुम्नको लागि। हामी त जाँदै थियौँ शिलङ घुम्नको लागि, तर के गर्नु, नानीलाई 5 मिनटदेखिबाट बमी भएको भई आधा बाटोसम्म बमी भयो। हामी त हार्यौँ, हामीले त सकेनौँ हो जानलाई। हामी त बिच बाटोबाटै घुरेर आयौँ। बिचरा मेरो बुढोलाई फेरि मलाई देखेर माया लागेछ। घर आएर अलिक रेस्ट गरेपछि हिँड त नि, तिमीलाई म बालाजी भए पनि घुमाएर लिएर आउँछु भन्नुभयो। ल त नि, नानी पनि सुतेर फ्रेस भइसे, जाम हिँड्नु भनेर म पनि रेडी भएँ। नानीलाई फटाफट रेडी बनाएँ। अनि त्यसपछि हामी गयौँ बालाजी घुम्नलाई। के गर्नु, अब शिलङ घुम्न जान नपाए पनि बालाजी त जाम। शिलङ त नानीले गर्दा क्यान्सिल भयो प्लान। हाम्रो त प्लान थियो बडा पानी, शिलङ, चेरापुन्जी होलसेलमा घुमेर आउने। के गर्नु, छोरीलाई सन्चो भएन, फर्केर आउनु पऱ्यो। अनि हामी सिधा गयौँ बालाजीभित्र। बालाजीभित्र गएको त यति रमाइलो रहेछ, यस्तो मजा रहेछ, यति भिड थियो। अब शिलङ त के हो र, शिलङभन्दा पनि भिड रहेछ। मेरो लागि त अब यही शिलङ भयो। अब के गर्नु त हो, जान नपाएपछि यहीँ भए पनि खुसी हुन पऱ्यो नि भनेर नानी र म त खुसी भयौँ। यताउता हिँड्यौँ, इन्जोय गऱ्यौँ। नानी पनि फुर्ती भइन्, गाडीको हिँड्दाको गाडी लाथ्यो। अब स्कुटीमा त फुल्ल आइन्, हावा खाँदै आइन्, फुर्ती भइन्, नानी पनि फ्रेस भइन्। अब नानीको खुसी नै हाम्रो खुसी त हो। नानी जहाँ खुसी हुन्छ त्यहीँ खुसी हुनुपर्छ। अब के गर्नु। अनि हामीले पनि इन्जोय गऱ्यौँ, फोटोसोटो खिच्यौँ। यता फोटो खिच्दै थियौँ, यता आरती सुरु भएछ। अनि गएर आरतीमा पनि बस्यौँ थोरै देर। त्यसपछि हामी गयौँ सिधा, आरती खत्तम भएपछि हामी गयौँ सिधा रेस्टुरेन्टमा गएर यस्तो स्वाग मारेर फोटोसोटो भिडियो खिच्यौँ। के को फोटोसोटो भिडियो खिच्न पाउनु नि, स्वागतिर आमा भएपछि बच्चाको चप्पल हातमा बोकेर हिँड्नुपर्छ। बच्चा भागिन् चप्पल छोडेर, बच्चाको पछि पछि दौडिनुपर्छ। यस्तै छ यो भिडियो। बाई बाई साथी।